नाच्देऊ न नाच्देऊ। हेलो स्वागत छ गाइज, हामीसँग छन् कमल राजा फ्रम नेपाल। अर्का हाम्रा साथी छन् फैसल दोस्त पाकिस्तानबाट। उहाँ हाम्रा असल मित्र हुन् पाकिस्तानबाट। यसरी मैले सबैको इन्ट्रोड्युस गरेपछि हामी गयौँ आजको डेस्टिनेसनतिर। त्यसपछि जाँदा जाँदै मैले बिचबाट भिडियो बनाउँदै र रमाइलो गर्दै हामी अघि बढ्दै गयौँ, किनकि गर्मी पनि थियो र एसी पनि चलिरहेको थियो गाडीमा। सरर हामी गाडीको रफ्तारसँगै हाम्रो डेस्टिनेसन करिब करिब नजिकै आइरहेको थियो। त्यसपछि हामी गफ गर्न थाल्यौँ साथीसँगै। इधर टीवी चल रहा है, सीन का टीवी नज़ारा। ये क्या है? परिंदा, परिंदे परिंदे सही है यार। स्टैचू जो हैं ज़बरदस्त बनाते हैं। अच्छे बने हुए हाँ। जद्दा गजब बड़ा है यार। हाँ हाँ जद्दा गजब बड़ा है। हाँ जगह बहुत बड़ा है। सोच रहा हूँ ये दो तो शहर हैं बड़े। त्यसपछि हाम्रो आजको डेस्टिनेसन रहेको थियो जेद्दामा रहेको कर्नेस बीच। त्यसपछि हामी त्यहाँ लगत्तै पुग्यौँ। लगत्तै पुगेपछि हामीले चारैतिरको नजारा हेऱ्यौँ र सिन पनि गजबको थियो। त्यस्तै टन्टलापुर गर्मी थियो र हावा पनि बतास पनि यति रमाइलो लागिरहेको थियो कि चिल भएर हामीले, मेरो साथी र मैले टिकटक बनायौँ। त्यसपछि आजको ब्लग यति नै सकियो। हस् त, बाई बाई, टेक केयर।